हेलो गाइज, आज चाहिँ म आफ्नो स्टाइलमा भिन्डी आलु बनाउँदैछु। मैले कडाईमा तेल हालेँ। तेल चाहिँ अलिक काफी साह्रै हाल्नुपर्छ। अनि मैले जिरा पड्काएँ। तेल रातो भएपछि आलुलाई हालिदिएँ। यसरी नै आलुलाई भुट्ने हो एकछिन। अब म यसमा हल्का हल्दी हाल्छु। नुन अहिले हाल्दिनँ, भरे भिन्डीसँगै हाल्छु। अहिले नुन हाल्यो भने फेरि आलुमा धेरै हुन्छ, भिन्डीमा लाग्दैन। अब यसलाई म 2-3 मिनट ढाकिदिन्छु। भिन्डी हाल्ने बेलामा आलु 80% पाकिसकेको हुनुपर्छ, अनि ठिक हुन्छ। किनकि भिन्डी छिटो पाक्छ, आलु ढिलो पाक्छ। अब यतिको भयो। अब भिन्डीलाई हालिदिने हो। त्यसपछि भिन्डी हालिसकेपछि अहिले नुन पनि हालिहाल्ने होइन। यसको अहिले जो लस्सा आउँछ त्यो लस्सा अलिक एकचोटि ढाकेर यसलाई अलिक लस्सा सुक्न दिने हो। अनि फेरि नुन हाल्ने हो। नुनले अरू लस्सा निकाल्नु सक्छ होइन, पहिला हाल्यो भने। अनि अब यतिको भएपछि स्वादअनुसार नुन हाल्ने हो। अब यसलाई राम्रोसँगले मिलाएर फेरि यसलाई एकचोटि फेरि ढाकिदिने हो। अब बस यतिको भयो। अब यसलाई चलाएर एकछिन अनि फेरि यसको उपर मसला हालिदिने। जिरा पाउडर, धनियाँ पाउडर यसरी नै हालेर अनि फेरि यसलाई मजाले चलाइदिने। गरम मसला चाहिँ लास्टमा माथिबाट हालिदिने हो। अहिले यसरी नै पकाउने हो। अब अलमोस्ट भिन्डी रेडी हुनु लाग्यो। यतिको हुनुपर्छ। अनि दाल भात भिन्डीको सब्जी। अब हल्का गरम मसलाको पाउडर हालिदिने हो। यसरी नै अलमोस्ट रेडी भयो गाइज। कस्तो लाग्यो? मन पर्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु।